सब अडियन्स वेलकम ब्याक टु माई अनदर ब्लग। आज चाहिँ हामी जाँदैछौँ साइकलमा 20,000 ताल, देन टाइगर ताल, अनि अर्को कुन रे सानो अर्को हामीको गएर भर्खरै गएर आएको कुन हो नि मिर्गकुञ्ज भोजाडदेखि अलिकति हल्का माथि। अनि यो चाहिँ 20,000 ताल जाने बाटो साइकलमा। सानो भाइ गाडी आइरहेको छ, बाटो जस्तो छ। ट्रकहरूले उडाइदेला भने यस्तो लाउने क्या है, ट्रकहरूले उडाइदेला भने यस्तो लाउने क्या। अनि चितवनमा कस्तो मजा आइरहेको छ नि, कस्तो भइरहेको छ साइकलमा घुम्न चितवन। लेट्स सी कतिखेर पुग्छ हामी। अब यहाँबाट कति छ सानो भाइ? 2.6 आउँदाखेरि अर्कै बाटो आउनु पनि फेरि। मैले चिने छैन बाटो चाहिँ सानो भाइले हरायो भने ए चरा हेर्न कस्तो दामी 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 चराहरू छ। त्यही हो रोड चाहिँ सिन बबा लगाइरहेको छ। यो चाहिँ 20,000 तालको छिर्ने गेट हो है। टिकट यहाँनिर चाहिँ टक्क टिकट लाग्ने रहेछ है। टिकट 5 बजीसम्म निस्किनु पर्ने रहेछ। छुट्टा ल्याउनु पर्ने, छुट्टा ल्याउनु पर्ने भनेको 5 बजीसम्म निस्किनु भयो होला त कञ्चन। जानु पर्यो। ल जाउँ। बाटो यस्तो छ, अफरोड छ। अब यहाँबाट 1.4 किलोमिटर छ बाटो चाहिँ हल्का साधन लाग्यो। साधन घरमा छ बसेको फर्किनु पनि छ 5 बजे। टिकट भयो अब 50 लिएको भयो भने लिएपछि 50 लिएको भयो भने फेरि ब्याट्री लो रहेछ। ल अब डाइरेक्ट तालमा गएर भेटौँ। त्यो लगभग आइपुग्ने लागि नै सानै पछाडि छ आउँदै। साइकल झन्नै लडेर आएका
कस्तो भए पनि सानो छ फेरि साइकलमा यत्रो दुःख गरेर आएको रिग्रेट चाहिँ नहुँदो रहेछ त्यहाँ। यथार्थमा मलाई पनि दामी लागिरहेको छ खुक्का भइरहेको छ पसिना पसिना आइरहेको छ तर खुक्का मजा भइरहेको अरू के भन्नु छ